विपिन, ए विपिन, ढोका खोल त। कतै हराइरहेको मेरो ध्यान एक्कासी यस आवाजतर्फ एकार्ग भयो। थचक्क खाटमा मस्ती गरेर बसिरहेको मेरो ज्यानलाई दुःख दिने उद्देश्यले म खाटबाट उठेर बाहिरको मूल ढोकातर्फ लागे। सन्तोष आएको रहेछ। दुवै भित्र आयौँ। सन्तोषले आफ्नो गोजीबाट कुचुक्क खुम्चिएको टिकट निकाल्यो र मैतिर तिर्साउँदै ल राख भन्दै चुप लाग्यो। म चुप लागेर उसले दिएको त्यो खुम्चिएको टिकट फिजाएर हेरेँ। मैले सन्तोषलाई भोलि बिहानको टिकट मगाएको, उसले त पर्सि बिहानको पो टिकट लिएर आएको रहेछ। कुरा बुझ्दै जाँदा भोलिको गाडी नपाएर पर्सिको टिकट लिएर आएको रहेछ। सन्तोष खाजा खाने बेला आएको थियो, त्यसैले मैले कोठामै 2वटा चाउचाउ फोरेर वाइ सुप बनाएँ। खाजा खाइसकेपछि सन्तोषले आफ्नी प्रेमिकाले लास्टै तनाव दिएको कुरा सुनायो। मैले सन्तवना दिने हेतुले बिस्तारै सबै ठिक हुन्छ, चिन्ता नलिन भनी सम्झाए। सन्तोषलाई मेरो कुराले चित्त बुझेन छ। ऊ फेरि बोल्यो, होइन यार विपिन, उसले नै मलाई बिहे गरौ भनी मैले हुन्छ भनेर सबै तामझाम मिलाएपछि अहिले आएर यति छिटो बिहे नगरौँ भन्छ हेर्न। झन् मेरो त गाउँमा सबैतिर हल्ला फैलिसक्यो। अब बिहे भएन भने मेरो त इज्जत नै जान्छ यार। म पुनः उसलाई सम्झाउने कोसिसका साथ बोले, हेर सन्तोष, सकेसम्म उसैलाई भेटेर यो समस्याको समाधान गर। तिमीहरू दुवैजना बसेर यस विषयको टुङ्गो लगाऊ, सबै ठिक भइहाल्छ नि। यदि यति गर्दा पनि भएन भने मै घरबाट फर्किँदा आफै मेरा आमा बाबालाई लिएर आउँछु, अनि हामी सबै मिलेर उसैको घर माग्न जाउँला। अनि त कसो नदेन्लान् छोरी उसका परिवारले। सन्तोष शेषपल्ट झोकिँदै बोल्यो, मुला, तैँले कसैलाई माया गरेको भए पो थाहा पाउँथिस्। मान्छेलाई यहाँ कस्तो टेन्सन परिरहेछ, उसलाई चाहिँ खालि मजाक गर्नुपर्छ। त मुलालाई मायाको स्वाद कस्तो हुन्छ भन्ने के थाहा। मेरो जस्तो कसैसँग चोखो प्रेम बसेको भए पो थाहा पाउँथिस्। सन्तोषका यी वचनले तीरको स्वरूप लिएर सिधै मुटुमा प्रहार गरे। उसको त्यो प्रहारले कलेजो पनि चिरिक्क गर्यो। म आफै उसका कुराले हिरिक्क भए। अचानक कालीको मुहार मेरा आँखा अघि आउन थाले। मेरा आँखा अगाडि नै मैले उसलाई पाउन थाले। आफूलाई रोक्ने प्रयास गर्दा गर्दै अनायासै आँखा रसाएर 2 थोपा आँसु सन्तोषकै अघि बगिहाले। त्यो आँसु आफ्ना हातले पुस्दै मुस्कुराउँदै म बोल्न खोजे, बोली फुट्नै सकेन। स्वर अवरुद्ध भए। कोसिस जारी राखी एक फेर लामो सास फेरे र भने, मैले जस्तो माया त कसले गर्दो हो सन्तोष, मैले जस्तो स्याहार कसले गर्दो हो। केवल उसैका खुसीका लागि म पागलसम्म पनि बने। उसैले पागल भनेर बोलाउँदा पनि म खिस्सा हाँसेरै बसे। पागल शब्दले मेरो मुटु चसक्क पार्थ्यो, तर उसैका खुसीको लागि पागल शब्दलाई पनि साधारण मानेरै बसिरहे। मेरा अनेकौं अथक प्रयासका बावजुद पनि मैले उसलाई सायद खुसी पार्न सकिन। सायद उसको जस्तो विश्वासघाती म बन्न सकिन। आफ्ना जन्म दिने बुबा आमालाई त्यागेर केवल उसैका लागि बाँच्ने कसम खाएको थिएँ, तर मैले पूरा गर्न सकिन सन्तोष। माया एकतर्फी नहुने रहेछ। जिन्दगीको सबै विषयमा उत्तीर्ण भए पनि माया भन्ने विषयमा अनउत्तीर्ण भए म सन्तोष।
जति नै सफल हुने प्रयास गर्दा पनि सफल नभएपछि के लाग्दो रहेछ र यार। मेरो त विश्वास नै उठिसक्यो यो माया भन्ने शब्दबाट। तैले आफ्नो प्रेमिकाको विषयमा कुरा निकालेको भएर तँलाई सम्झाउने हेतुले मात्र यी कुरा गरेको हुँ यार, चित्त नदुखाएस्। सन्तोष मेरो कुरा काट्दै बोल्यो, रिसा छैन, किन रिसाउनु तँसँग? अलिकति तनाव मात्रै बाछ, बरु तेरो यस विषयमा मलाई त केही थाहा थिएन त। कहिले लप परेको हो तेरो? कहाँको केटी मन पराएको थिइस्? आखिर के भएर त्यस्तो जसले गर्दा तिमीहरू टाढियो?